साथीहरु तपाईहरु प्लस 2 पास गरेर जबको खोजीमा हुनुहुन्छ भने सही भिडियोमा आइसक्नु भएको छ। सो यस्तै भिडियोको लागि यो च्यानललाई चाहिँ अहिले सब्स्क्राइब गर्नु होला। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माय युट्युब च्यानल। सो साथीहरु सधैँ आज पनि म तपाईहरुको लागि एउटा नयाँ जब भ्याकेन्सीको अपडेट लिएर आइसकेको छु र यो अपडेट रहेको छ जीवन विकास लघुवित्त वित्तीय संस्थाको कर्मचारी अवस्था सम्बन्धी सूचना र यो भिडियोमा चाहिँ म तपाईहरुलाई कुन पदमा कति संख्यामा कुन श्रेणीमा चाहिँ विज्ञापन खुलाइएको हो र त्यसको लागि न्यूनतम शैक्षिक योग्यता कति आवश्यक पर्दछ र परीक्षा मिति कहिलेसम्म हुन्छ र यसको लागि चाहिँ तपाईलाई के कस्तो डकुमेन्टहरु आवश्यकता पर्दछ, फर्म कसरी भर्ने लगायतका सम्पूर्ण जिज्ञासाहरु चाहिँ यसै भिडियो मार्फत मेट्न गइरहेको छु। सो कृपया नयाँ हुनुहुन्छ भने यो च्यानललाई अहिले नै सब्स्क्राइब गर्न नभुल्नु होला। सो साथीहरु ढिला नगरी अपडेट तर्फ लागौं। आवश्यकता भनेर यो चाहिँ प्रथम पटक 2082 साल वैशाख 17 गते मात्र प्रकाशन भएको सूचना हो र यहाँ के भनेको छ भने नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थामा देहाय बमोजिमका पदहरुको लागि प्रशिक्षार्थी कर्मचारी आवश्यकता भएकोले तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ भनेर भनिएको छ र यहाँनिर चाहिँ तपसिल भनेर विज्ञापन नम्बर 3 र 4 दिएको छ। पद कनिष्ठ सहायक प्रशिक्षार्थीमा चाहिँ श्रेणी सहायक श्रेणी हो र 50 जनाको संख्यामा माग गरिएको छ र कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि न्यूनतम शैक्षिक योग्यता भनेको चाहिँ तपाईले मान्यताप्राप्त शिक्षण संस्थाबाट 10+2 वा सोसर उत्तीर्ण गरेको हुनुपर्नेछ, कक्षा 12 पास गरेको हुनुपर्नेछ र परीक्षा मिति भनेको चाहिँ छनौटको सूची सर्ट लिस्टको नतिजा अनुसार जानकारी गराइनेछ भनेको छ। सर्वप्रथम तपाईहरुले आवेदन दिइसकेपछि तपाईहरुमध्ये योग्यको चाहिँ सर्ट लिस्ट निकालिन्छ र त्यसमध्ये पनि तपाईहरुलाई चाहिँ फोन कल आउँछ, त्यसपछि परीक्षा मिति तोकिन्छ। त्यसैगरी विज्ञापन नम्बर 4 मा रहेको छ सहायक प्रशिक्षार्थी, यो चाहिँ श्रेणी सहायक श्रेणी नै हो। यो चाहिँ 25 जनाको संख्यामा माग गरिएको छ र यसको लागि न्यूनतम शैक्षिक योग्यता भनेको चाहिँ तपाईले मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि 10+2 भनेको 12 पास गरेको हुनुपर्नेछ वा सोसर उत्तीर्ण भएको हुनुपर्नेछ र कम्तीमा पनि तपाईले चाहिँ आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्नेछ र अनिवार्य रूपमा चाहिँ तपाईले बेसिक कम्प्युटर ट्रेनिङको प्रमाणपत्र पनि अनिवार्य रूपमा चाहिँ पेश गर्नुपर्ने हुन्छ र यसको पनि छनौट परीक्षा मिति भनेको चाहिँ छनौट सूची सर्ट लिस्ट तयार पारिन्छ, त्यसपछि तपाईहरुलाई फोन आउँछ र त्यतिबेला चाहिँ तपाईहरुलाई चाहिँ परीक्षा मितिको जानकारी दिइनेछ। त्यसगरी अब उमेरको हद भनेको छ 18 वर्ष पूरा भएर तपाई 35 वर्ष ननाएको हुनुपर्नेछ र महिला कर्मचारीको हकमा भने माथिल्लो उमेरको हदमा थप 5 वर्ष 40 वर्ष ननाएको हुनुपर्नेछ र यस वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकमा पनि उमेरको हद लाग्ने छैन र परीक्षाको किसिम भनेको चाहिँ सर्ट लिस्टमा परेको आवेदकहरुको लिखित परीक्षा, फिल्ड अवधारणा र अन्तर्वार्ता हुनेछ। सर्ट लिस्टमा परेकोहरुको मात्र के भएर तपाईहरु चाहिँ सर्ट लिस्टमा पढ्ने योग्यताहरु छ भने मात्रै ट्राई गर्नु होला। त्यसैगरी तलब र सुविधा भनेको वित्तीय संस्थाको नियम अनुसार हुनेछ, एकदमै राम्रो हुन्छ र परीक्षा शुल्क भनेको रु 500 रुपैयाँ तपाईहरुले बुझाउनु पर्ने हुन्छ र परीक्षा शुल्क चाहिँ तपाईहरु सर्ट लिस्टमा पर्नु भयो भने मात्र बुझाउनु पर्छ र सुरुमै चाहिँ बुझाउनु पर्दैन। त्यसैगरी अब पेश गर्नुपर्ने कागजातहरु भनेको चाहिँ आवेदन फारम बुझाउँदा चाहिँ एसएलसी एसई देखिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्र, शारीरिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोहरु पनि संलग्न गर्नुपर्नेछ। तपाईले चाहिँ प्लस 2 को शैक्षिक योग्यता भए पनि तपाईले चाहिँ एसई देखिको सम्पूर्ण कागजातहरुको चाहिँ फोटोकपी, नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो चाहिँ संलग्न गर्नुपर्ने हुन्छ। त्यसैगरी आवेदन फारम बुझाउने मिति भनेको चाहिँ तपाईले वैशाख 17 गतेदेखि वैशाखको 31 गतेसम्म कार्यालय बिदाको दिन बाहेक चाहिँ गएर बुझाउन सक्नुहुन्छ। गएर भन्दा पनि आवेदन फारम चाहिँ www.jeevanvikasmf.com मा गई अनलाइन आवेदन फारम भर्नुपर्ने हुन्छ अनलाइन। त्यसैगरी तपाईहरुको छनौट सूची भनेको सर्ट लिस्टमा चाहिँ नतिजा प्रकाशन भएपछि तपाईहरु सर्ट लिस्टमा परेपछि आवेदन फारम भरे पश्चात प्राप्त हुने दर्ता नम्बर, रजिस्ट्रेसन नम्बरको छनौट सूचीको अनुसार चाहिँ नतिजा हेर्नु मिल्नेछ। त्यसैगरी 2082 साल जेठको 6 गते चाहिँ वित्तीय संस्थाको वेबसाइट www.jivanvikasmf.com मा चाहिँ नतिजा प्रकाशन गरिनेछ। यो लिंकहरु चाहिँ म यसै भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँ गएर क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। र प्रवेश पत्र तथा परीक्षा भनेको चाहिँ सर्ट लिस्टमा परेको आवेदकहरुले मात्रै उल्लेखित वेबसाइटबाट प्राप्त हुने प्रवेश पत्र चाहिँ प्रिन्ट गरेर राख्नुपर्ने हुन्छ। सर्ट लिस्टमा परेपछि तपाईहरुको प्रवेश पत्र बन्छ र परीक्षामा सहभागी हुनु प्रवेश पत्र चाहिँ अनिवार्य रूपमा चाहिन्छ। त्यसैगरी अब छनौटको अधिकार भनेको चाहिँ प्रशिक्षार्थी छनौट सम्बन्धमा चाहिँ सम्पूर्ण अधिकार चाहिँ वित्तीय संस्थामा निहित हुनेछ र यहाँ तल पदपूर्ति समिति भनेको छ र तपाईहरुले नबुझेको कुराहरु चाहिँ यहाँ तल देखाइरहेको जीवन विकासको कार्यालयको फोन नम्बरमा पनि फोन गरेर पनि बुझ्न सक्नुहुन्छ अथवा कमेन्ट बक्समा कमेन्ट पनि गर्नु होला। सो आजलाई भिडियो यति नै। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्टमा कमेन्ट गरिदिनु होला।